हेलो गाइस, गुड मर्निङ। फ्यापुलो सेवा र सेवा निटासले कुजाङ भाउ खाम्रीमो सम्पूर्ण दर्शकहरूलाई आज चाहिँ हाम्रो घरमा अब आज फेरि वेदर धेरै राम्रो भएको छ। आज सो नाइस वेदर इज गुड, सो क्लाइमेट इज भेरी नाइस, बट आज टुडे इज गोइंग नाउ ब्लॉग बनाने जा रहा हूँ आज, मिनी ब्लॉग। और आप लोग कैसा लगता है लाइक कमेंट शेयर कर दीजिएगा। आज मैं सरप्राइज देने जा रहा हूँ। ये देखिए अभी सब रेडी हो रहा है, मेरा रेडी हो रहा है सब। आज जगह तो नहीं बताऊंगा, लेकिन अब पहुंचने के बाद आज शॉर्ट मिनी ब्लॉग बट एंड रील्स वगैरह भी सबै हुनेछ। आज सम्पूर्ण मेरो ऑडियन्सहरु, मेरो पेज परिवार सदस्यहरूलाई मनोरञ्जन दिनेछु। र आज धेरै राम्रो वेदर भएको कारणले गर्दा आज हामी सबैजना यहाँ रेडी हुँदैछ। मेरो नाता नातिनीले हिँड्नु नदिएर आमामा यहाँ गाडीमा टिटिटमा जाउँ भनेर यहाँ हत्तु बनाएर चाहिँ म आज शिकार खेल्न जाउँ भनेको थियो, माछा मार्न जाउँ भनेको थियो। शिकार निकाल्न पाएन आज यिनीले दुईजनाले हो। तातो नबोक्नु, तातो फाट्छ है बहिनी। अलिकति ताता न अन्त। ओके गाइस, सम्पूर्ण दर्शकहरू, मेरो नाता नातिनी हेलो गाइस भन त, के छ? हेलो गाइस भन। यिनीहरू पनि रेडी भएर यी बिहानदेखि हतार छ, यिनीहरू झन् बिजी। ओके गाइस, सम्पूर्ण दर्शकहरूलाई, तपाईहरुको परिवारलाई, सबै परिवार सदस्यगणहरूलाई सुख शान्ति होस् भनी म भगवानसँग प्रार्थना गर्नेछु। र मेरो लागि पनि तपाईहरुले मेरो परिवारको लागि पनि प्रार्थना गर्नुहुन्छ होला भन्ने म ठुलो आशा गर्दछु। र तपाईहरुको लागि म फुल सपोर्टमा छु र मेरो लागि पनि सपोर्ट गर्नुहुन्छ होला भन्ने म आशा गर्दछु। ओके गाइस, बाइ बाइ।